स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले अहिले एउटा नवीनतम कार्यक्रमको सुरुवात गरेको छ। अहिलेसम्म हामीहरूले बालबालिकालाई खोप लगाउँदाखेरि बालबालिकाहरू आउँथे, रजिस्ट्रेसन गर्थ्यौँ र बालबालिकालाई खोप लगाएर हामीले पठाउने गर्थ्यौँ भने अब हामीले दुईटा पालिकामा सुनवल र प्रतापपुर गाउँपालिकामा हामीले बच्चालाई स्वास्थ्य परीक्षण गरेर त्यसपछि मात्र खोप प्रदान गर्ने भनेर नवीनतम कार्यक्रमको नवलपरासीबाट हामीले सुरुवात गरेका छौँ। र यो कार्यक्रम हामीले गत महिनाबाट हामीले सुरुवात गरिसकेपछि प्रतापपुर गाउँपालिकामा 1 महिनामा मात्र 8 जना बालबालिकाहरू खोप लगाउन नमिल्ने बालबालिकाहरूलाई स्क्रिनिङ गरेर स्वास्थ्य परीक्षण गर्दाखेरि 8 जना बालबालिकाहरू लगाउन नमिल्ने अवस्थाका बालबालिकाहरू भेटिएका छन्। र यसले के देखाउँछ त भन्दाखेरि हामीले यदि स्वास्थ्य परीक्षण गरेर बालबालिकालाई खोप लगाउने सिस्टमको सुरुवात गऱ्यौँ भने धेरै पछि खोप लगाइसकेपछि हुने एएफआईका घटनाहरूलाई हामीले न्यूनीकरण गर्न सक्छौँ र बालबालिकाहरूको अथवा बालबालिकाका अभिभावकहरूको स्वास्थ्यप्रति एकदम राम्रो सकारात्मक भावनाको परिवर्तन हुनेछ र समयमै बालबालिकाहरूको स्वास्थ्य समस्याको बारेमा चाहिँ पहिचान हुनेछ र तिनी जटिलतामा हुन पुग्ने छैनन् भन्ने उद्देश्य राखेर हामीले यो नवीनतम कार्यक्रमको हामीले सुरुवात गरेका हौँ। र मलाई लाग्छ यो नवलपरासीको 2टा पालिकालाई मात्रै सुरुवात गरेका छौँ भने क्रमशः हामी सबै पालिकालाई सुरुवात गर्नेछौँ र यो नेपालकै यो नवीनतम कार्यक्रम हो भनेर पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु।